हेलो गाइज, तपाईँहरू सबलाई मेरो मिनी भ्लगमा वेलकम छ। अनि आज हामीसँग चाहिँ 3.5 क्लास पढेर नेपाल आर्मी भएको बा हुनुहुन्छ कि होइन। अब भन्दाखेरि तपाईँहरूलाई नि विश्वास नलाग्ला, उहिलेको जमानामा चाहिँ 3.5 क्लास पढेर नेपाल आर्मी भिड भएको बा हुनुहुन्छ है यहाँ। हो कि होइन बा, भन्नु त नाम के हो पऱ्यो हाम्रो बाको? मानबहादुर अधिकारी है, नेपाल आर्मी अरे। अनि उहाँले चाहिँ नेपाल आर्मीको जागिर चाहिँ छोडेर अहिले लेभलको काम गर्नुहुन्छ। अनि उहाँले चाहिँ लगभग 14 वर्ष चाहिँ ड्युटी गर्नुभयो अरे। 14 वर्ष 10 महिना 3 दिन ड्युटी गऱ्यो भनेर भन्नुहुन्थ्यो। अनि त्यहाँदेखि उहाँले चाहिँ महिनाको 500 रुपियाँले चाहिँ पल्टनमा काम गर्नुभएको थियो अरे, होइन होइन बा? महिनाको 500 रुपियाँले पल्टनमा काम गर्नुभएको होइन त? उहाँले चाहिँ त्यसरी गर्नुभएको थियो अरे। अनि त्यसमा चाहिँ अब तपाईँको केही कमजोरी थियो कि अब त्यहाँ के गर्दा चाहिँ छाड्नु भयो त? आफ्नै खुसीले छाड्नु भयो है। ल त हामीसँग चाहिँ यस्ता नमुनाहरू पनि हुनुहुन्छ है काम गर्नेमा गाइजहरू।